आज हेरौँ मेरो 20 महिनाको छोरीको दिनभरिको मुड स्विङ है त। हाई एभ्रिवान, नमस्कार, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ हेर्छौँ हामी मेरो छोरीको दिनभरिको मुड स्विङहरू। अनि बिहान उठेर चाहिँ अब दिदीलाई पुर्याएर आइसकेपछि चाहिँ उसले पेन्टिङ गर्दैछिन्। त्यसपछि खाना खायौँ मामु छोरी मिलेर। त्यसपछि उसलाई मैले जिउ धोएर चाहिँ सुताइदिएँ एकछिन, ऊ चाहिँ सुतिन्। त्यसपछि उठिसकेपछि चाहिँ मैले एकछिन बाहिर उसलाई फ्रेस बनाउन लिएर गएँ, बाहिर घुमाइ फिराइ लिएर आएँ। त्यसपछि दिदीसँग जिस्किने उसको मुडन। दिदी पनि आज छिट्टै आइन् नि त, एक्जाम छ त्यही भएर छिटो आइन्। छिटो आइसकेपछि दिनभर अब दिन सुरु भयो दिदीसँग। घरि रिसाउने, घरि हाँस्ने, घरि एकअर्काको ढाडमा चलेर खेल्ने। अनि मैले चाहिँ नानीको लागि चाहिँ यो सिरियल कि स्यालिक्स के हो यो बनाएँ। अब सुन्नुहोस् उनीहरूकै भोइसमा। राम्रो रे दिदीको पानी खुट्टाले गर, खुट्टाले दिदालाई खुट्टाले गरिदिनुहोस् न। खुट्टाले गर न, खुट्टाले सानो तिम्रो खुट्टाले यता आऊ न, यता खुट्टाले उठेर सानो उठ त। आफै तिर्दैछ त्यही चढेर आफ्नो खुट्टा। हो गुड। सानीको पाली यता हेर्नुहोस् त। ओ माई गड, ओ माई गड। निकाल्नुहोस्। ओ कोही त मान्छ, सबै झऱ्यो त। ओहो भयो बेला चम्चा निकालेर मान्छ, खाइदिनुहोस्। Oh my god. निकाल।